हेलो मेरा प्रिय साथीहरू सबैजनालाई नेपाली बाइबल स्टडीमा पुनः स्वागत छ। हामीहरूले परमेश्वर भन्ने विषयमाथि चर्चा गर्दै आइरहेका छौँ। परमेश्वर को हुनुहुन्छ भन्ने कुरामा परमेश्वर आत्मा परमेश्वर हुनुहुन्छ, परमेश्वर सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ, परमेश्वर उद्धारकर्ता परमेश्वर हुनुहुन्छ भन्ने कुरामाथि तपाईँ र मैले सिक्दै आइरहेका छौँ। यस क्रममा आज विशेष परमेश्वर उद्धारकर्ता हुनुहुन्छ भन्ने कुरालाई तपाईँ र मैले सिक्ने र बुझ्ने कोसिस गरौँ। आउनुहोस् हामी उद्धारकर्ता प्रेमी परमेश्वर भनेको के हो भन्ने कुरामाथि तपाईँ र मैले बुझौँ। निस्वार्थ उद्धारकर्ता प्रेमी परमेश्वर भन्नाले उहाँको यस्तो प्रेमलाई बुझाउँछ जसले कुनै शर्त नराखी मानव जातिलाई असीमित अगापे प्रेमले माया गर्नुहुने परमेश्वर हुनुहुन्छ। डर तरास धम्की दिएर होइन, मानव जातिको मायाको डोरीले बाँधेर प्रत्येक व्यक्तिप्रति प्रेम सम्बन्ध गाँच्न चाहनेवाला परमेश्वर हुनुहुन्छ। उहाँ एकमात्र उद्धारकर्ता, पापबाट छुटकारा गर्ने, नाश भएर गइरहेको हाम्रो जीवनलाई अनन्त जीवन दिन चाहनुहुने उद्धारकर्ता परमेश्वर हुनुहुन्छ। त्यो उद्धार भनेको के हो भन्ने कुरा सम्झिनलाई बुझ्नलाई हामी एउटा उदाहरण गरेर हेर्नेछौँ। यदि कोही नदीमा डुब्दैछ भने उसलाई उद्धार गर्नको निम्ति पौडी खेल्न जान्ने व्यक्ति चाहिन्छ। यदि कोही गम्भीर बिरामी परेको छ भने त्यसलाई राम्रो डाक्टर कहाँ लगेर उपचार गर्नुपर्छ। कोही दृष्टिविहीन भएको व्यक्ति छ भने त्यसलाई सही बाटोमा दोहोऱ्याउनको निम्ति अर्को सहयोगी व्यक्ति चाहिन्छ। ठिक यसरी नै तपाईँ र मेरो जीवन यस पापले भरेको संसारमा पापमा डुबेको जीवनलाई त्यहाँबाट निकाल्न चाहनुहुन्छ। पापले ग्रसित भएको हाम्रो जीवनलाई त्यो पापबाट निको पार्न उहाँ चाहनुहुन्छ। त्यसै गरिकन हामी हाम्रो जीवनको लक्ष्यलाई हामीले नचिनेको अवस्थामा, हाम्रो जीवनको अर्थलाई नबुझेको अवस्थामा, हाम्रो जीवनको गन्तव्यलाई हामीले नजानेको अवस्थामा सही बाटोमा दोहोऱ्याउनको निम्ति, हामीलाई यिनी सबै कुराबाट बाहिर निकाल्नको निम्ति, उद्धार गर्नको निम्ति परमेश्वर स्वयं मनुष्य बनेर संसारमा आफूलाई आफ्नो पुत्र येशू ख्रीष्टद्वारा संसारमा तपाईँ र मलाई उद्धार गर्न आउनुभएको हो। यसै कारण एशिया 45:22 पदमा मतिर फर्क र उद्धार पाऊ हे पृथ्वीका पल्लो छेउका हो भनेर वचनद्वारा हामीसँग यसरी बोल्नुभएको छ। हामीले परमेश्वर को हो भनी नबुझेको नजानेको अवस्थामा उहाँले आफ्नो एकमात्र पुत्र येशू ख्रीष्ट संसारमा पठाउनु भयो, जुन येशू ख्रीष्टद्वारा तपाईँ र मलाई उद्धार अनि मुक्ति दिनेवाला परमेश्वर हुनुहुन्छ भनेर हामीले चिन्न सक्छौँ। यसै कारण यूहन्ना 3:16 पदमा परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् भनेर लेखेर दियो। तीतस 3:5 हामीले हाम्रो धार्मिकताका कामहरूद्वारा होइन, उहाँको कृपा अनुग्रहद्वारा मुक्ति पाउँछौँ भनेर लेखिएको छ। तीतस 2:14 येशू ख्रीष्टले हामीलाई सबै अधर्मबाट मोल तिरेर उद्धार गर्नुभयो। सुकर्ममा जोसिलो भएको आफ्नो निम्ति एक विशेष जाति शुद्ध पार्नलाई आफूलाई दिइहाल्नुभयो। यसरी प्रेम गरेर पापबाट छुटकारा गरेर पापबाट उद्धार अनि मुक्ति दिनुहुने एकमात्र परमेश्वर हुनुहुन्छ। हामीलाई प्रेम गरेर उद्धार गर्नको लागि परमेश्वरले आफूलाई झुकाएर मनुष्य बनी पापको ज्याला मृत्यु भोग्नको लागि यस पापी संसारमा हाम्रो सत्तामा उहाँ बलिदान हुन आउनुभएको। यसरी तपाईँ र म उद्धारकर्ता परमेश्वर उहाँ हुनुहुन्छ भनेर तपाईँ र मैले बुझ्न सकौँ। यसकारण रोमी 5:8 पदमा परमेश्वरले हाम्रो निम्ति उहाँको प्रेम यसैमा देखाउनु भयो कि हामी पापी छँदै ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो। यसरी हामी ख्रीष्ट येशूद्वारा तपाईँ र मलाई बुझ्न सकौँ कि परमेश्वर उद्धारकर्ता हाम्रो पापबाट छुटकारा दिनेवाला हुनुहुन्छ। होशे 11:4 पदमा मैले तिनीहरूलाई मानिस जातिको मायाको डोरी प्रेमको बन्धनले बाँधेर दोहोऱ्याए, तिनीहरूको काँधबाट जुवा उतारिदिएर तिनीहरूलाई खुवाउन म झुके। बुझ्न सकौँ कि आफूलाई कसरी झुकाउनु भएको छ।
फिलिप्पी 2:5-8 परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तु जस्तो ठान्नु भएन। आफैलाई रित्याइकन कमारोको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनु भयो। स्वरूपमा मानिस जस्तै भएर आफूलाई होच्याउनु भयो। यसरी तपाईँ र मेरो निम्ति उहाँ परमेश्वर भएर पनि मनुष्य बनेर आफूलाई होच्याउनु भएको कुरा हामी बुझ्न सकौँ, जसलाई तपाईँ र मेरो उद्धारकर्ता परमेश्वर हुँ भनेर हामी बुझ्न सकौँ। यशाया 43:11 यसरी भनेको कुरा, म हुँ, म नै परमप्रभु हुँ, म बाहेक अरू कोही मुक्तिदाता छैन। यदि पापीहरूलाई प्रेम गरेर पापबाट मुक्ति उद्धार दिनुहुने नै परमेश्वर हुनुहुन्छ भने आज हामी चिन्न र जान्न बुझ्न सकौँ परमेश्वर को हो भन्ने कुरामाथि उहाँ हाम्रो उद्धारकर्ता परमेश्वर हो भन्न सकौँ। हामी सबैले यो कुरा बुझ्न सकौँ।